हेर्नुहोस् है गाइज, यो चाहिँ रसभित्रको है। यता चाहिँ यो फिल्म हल हो। पहिला चाहिँ फिल्म चल्थ्यो, अहिले चाहिँ त्यो युद्धका कारण चाहिँ अहिले फिल्म हल पनि चल्न छोडेको छ। यस्तो खुल्ला मञ्चमा छन् यो फिल्म हल चाहिँ रसलापानभित्र। त्यहाँ पुरै चारैतिर मान्छेहरू बस्थे है, फिल्म हेर्नको लागि आउँथे। अहिले चाहिँ यो अलिकति बन्द भएको छ। त्यहाँ छ अहिले फुल गार्डन, यस्तो यो हल निरको यो फुलहरू पुरै सजिएको छन्। चारैतिर बाउन्ड्रीमा छ है, यसरी सक्नुहुन्छ। पुरै फुलै फुल भएको छ मुनिसम्म। यसरी सिडी बनाएको छ यो उसमा जानको लागि। हाम्रो फिल्म हलमा जाने बाटो हो यो चाहिँ। हामी चाहिँ यसो घुमघाम गर्नलाई आएको थियौँ है। यहाँ चाहिँ फुलले धेरै सजिएको छ। यस्तो मजाको छ ठाउँ चाहिँ। यो चाहिँ यसरी फिल्म हल है। यो पर्दादेखि पछाडिको भागबाट चाहिँ म लिएको छु। हाम्रो मान्छेहरू यसरी बसेका छन् फिल्म हलमा। ओपन फिल्म हल भनौँ न, एउटा अब आकाश मुनिको एकदम मान्छेहरू चाहिँ यसरी मनोरञ्जन चाहिँ लिइरहेको हुन्छन्। अब कुन एजमा अब कुन फिल्म लाग्छ भनेर हाम्रो यसरी पोस्टर लगाएको हुन्छन् है। अब यो पोस्टर अनुसारले नै हामीले अब त्यो दिन अब कुन फिल्म हेर्ने हो त्यो फिल्म चाहिँ जस हेर्नलाई आउन मिल्छ। त्यो दिनमा चाहिँ त्यही फिल्म चलाएको हुन्छ। अब यो चाहिँ फिल्म हलको चारैतिरको यो बाउन्ड्री भनौँ न, एउटा टापु जस्तै बनाएका छन्। फिल्म हल हो यो चाहिँ। फिल्म हलको चारैतिरको भागमा यसरी फुलले ढाकिएको छन्। यो चाहिँ रसलापान भित्र है त। अब यतापट्टि हेर्न सक्नुहुन्छ त्यो पुरा त्यो चाहिँ चिया कफीहरू खाएर मान्छेहरू उता बसिरहेको हुन्छन् यसमा। यता पनि साइडमा पुरै फुलले नै ढाकेका छन्। यता नि फुलै फुल लगाएको छन् पुरै चारैतिर। यहाँ एउटा साथीको चुल्ठे देखिन्छ, कपाल चाहिँ टन्नै पालेको जस्तो लाग्छ चुल्ठे चाहिँ। यसरी फुलहरू छन्। यो छुट्टीको कारणले गर्दाखेरि साथीहरू यसै पुरा रमाइलो गरेर बसेका छन्, यसो घुमेर हिँडिरहेका छन्। हामी पनि यसो घुम्दै आज चाहिँ अब टाइम पास केही पनि छैन, कहीँ घुम्न जाने पाएको छैन। त्यही अब क्याम्पभित्रै घुमिरहेको छौँ भनौँ न। त्यो चारैतिर फुलैको फुल बगान नै छ नै। परसम्म खालि फुल नै देखिन्छ। हाम्रो नेपालमा पनि यस्तो अब रोड साइडमा यसरी फुल लगाइदिए अझ हाम्रो सौन्दर्यता अझै बढ्दै थियो नेपालमा। यहाँ चाहिँ त्यस्तै हो, पुरै फुलले ढाकेको हुन्छन्। प्राय गरेर जता पायो उतै फुलै फुल लागेको हुन्छ है। जता हेऱ्यो उतै नै फुल नै हुन्छ। फुल बाहेक अरू केही पनि लगाएको हुँदैनन्। जता हेरे पनि पुरै हेर्न सक्नुहुन्छ साथीहरू। अब आएर चिया खाएर यता बस्छन्, गफसफ गर्छन्, दुःख सुख। यो चाहिँ अर्कै खालको फुल हो। यो फुल बगैँचा हेर्न सक्नुहुन्छ। अलि यो पतझार्लेको छ। यो पुरै सिरिसको रुख हो। पतझार लिएर अहिले चाहिँ पुरै सुकिसकेको छ। यही अब यसको टाइम आएपछि यो एरियामा त एकदम फुलले ढाकेको हुन्छ, रातमय नै भएको हुन्छ। यो एरिया हेर्ने लायकको हुन्छ एकदम। पुरै बगैँचा जस्तै छ हेर्नु न। फुलको डालेहरू यसरी हेर्न सकिन्छ। अनि यो साइडमा चाहिँ पुरै क्याम्प हो। यता मान्छे बस्ने क्याम्पहरू धेरै लामो छ। यसरी पुरै यो साइडको चाहिँ पुरै क्याम्प हो है गाइस।
यो चाहिँ जालीभित्र जहिले पनि यहाँ चाहिँ हाम्रो नेपाली दाजुभाइहरूले चाहिँ यसो भलिबल खेलिरहेको हुन्छन्। यो चाहिँ हाम्रो यो रमन बुढो है, हाम्रो खेलाडी नम्बर 1 खेलाडी यता आज चाहिँ बाहिर बस्नु भएको छ, हेर्न सक्नुहुन्छ यहाँबाट। यो चाहिँ भलिबल एरिया। उता अगाडि अझै अगाडि चाहिँ उता बास्केटबल खेलिरहेका छन् फिलिपिन्सको साथीहरूले चाहिँ। यो चाहिँ अर्कै खालको बार हो। यो चाहिँ यस्तो मजाले बार लगाएको छन्। यो त फुल त होइन तर यस्तो मजाले सजाएको हुन्छ। हाम्रो गाउँघरतिर नि लगायो भने यसमा यस बारको काम चाहिँ मजाले गर्छन्। मान्छेले भन्छन् यहाँ केही पनि हुँदैन, तर यहाँ पनि कृषि योग्य जमिन जस्तै हुन्छ र गर्न खोज्यो भने चाहिँ हुन्छ। यहाँ भित्र पुरै हेर्न सक्नुहुन्छ, भित्र पुरै त्यो धनियाँ लगाएको छन्। यता मेवा छ, मेवाहरू नि मजाको फलेका छन् मत्रमै। यो करेसा बारी भित्र चाहिँ सेल अब पता वाला छुट्टी काट तक लाएगा मैं तुम कही चाहिए तो गिफ्ट अपन भूल जाओ तो दूसरा इधर के ना हो दुनिया हसीनों का मेला, मेले में दिल अकेला, एक दोस्त ढूंढता हूँ मैं दोस्ती के लिए। फेरि कहाँ आउँछ र घुमेर यो रसलापनको जीवन, टुडुङ डुडुडुङ डुडुङ डुङ टुडुङ डुडुडुङ डुडुङ डुङ। यहाँ अगाडि चाहिँ अब यो फुटबल एरिया है, फुटबल एरियामा है यहाँ चाहिँ फुटबल खेलिरहेछन् खेलाडी। अहिले छुट्टीको टाइमले पनि होला मान्छे पुरै भिडभाड नै देख्न सकिन्छ। यसरी फुटबल खेलिरहेछन् यस्तै अगाडि नै सब। यो एरिया चाहिँ पुरै फुटबल खेल्ने एरिया हो। मान्छेहरू चाहिँ यता फुटबल खेलिरहेछन्। यो पुरा फुटबल